सो गाइज हामी चाहिँ अब के अरे आजको दिन हाइकिङ जाने कुरा भएको थियो नि हामी जाँदैछौँ अगाडि देख्न सक्नुहुन्छ दुईजना गइसक्यो अझ अर्को दुईजना चाहिँ पुगी पनि छ क्या मैले गर्दा ढिला भयो किनकि म ढिला उठेको त्यही भएर गाइज हामी चाहिँ अब हाइकिङको लागि निस्किसकेका छौँ अनि त्यही हो अब सबैजनालाई भेटेपछि अनि फेरि म अरूसँग भेट्छु गाइज हामी चाहिँ आइसकेका छौँ हाम्रो डेस्टिनेसन मतलब सानो भर्याङ यहाँ हुनुहुन्छ हाम्रो दुईजना पहिलेदेखि नै कुरिराख्नु भएको थियो वी आर सो सरी गाइज घुमेर साई सब हामी गाडी चढ्छौँ अनि जाने सो गाइज हामी रत्नबाग जाने गाडी चढिसकेका छौँ यहाँबाट सुन्दरीजन जाने गाडी पाउँछ कि पाउँदैन हजुरहरूले चाहिँ यहाँबाट भन्नु मतलब सानो भर्याङबाट चाहिँ सुन्दरीजन जाने गाडी पाउँछ कि पाउँदैन कमेन्ट्स डाउन किनकि कसैले पनि लाइक सबैजनाले यहाँबाट लाग्दैन भन्यो अनि त्यही भएर हामी चाहिँ रत्नबाग जाँदैछौँ म रत्नबागबाट चढ्ने थिएँ अब यदि यहाँबाट पाउँथ्यो भने चाहिँ होइन हामीलाई सजिलो हुन्थ्यो त्यही पनि अब भयो त्यही भएन मैले कसैले मान्दैन ओ गाइज हामी ओर्लिसकेका छौँ अब हामी यहाँबाट सुन्दरीजन जाने र हामी चाहिँ सुन्धारा ओर्ल्यौँ सो गाइज हामी चाहिँ अब गाडी चढिसकेका छौँ सुन्दरीजन जाने सो गाइज हामी चाहिँ आइपुगिसक्यौँ शिवपुरी अब हामी जाँदैछौँ सो गाइज त्यहाँ पछाडि चाहिँ पिकक छ अनि त्यसपछि यही हो भ्यू चाहिँ हामी जाने बाँकी छ सो फाइनली हिरेनहरू हरिणहरूको चिया खाएर सक्यो अनि हामी जाँदैछौँ माथि अब यत्रो उकालो चढ्नुपर्छ म चाहिँ यति जग्गा उकालो चढ्दा पनि थाकिसकेँ पछाडि छन् सबजना थाकिसकेँ म थाकिसकेँ सो म चाहिँ यत्रो उकालो चढेर आएँ थाकिसकेँ उनीहरू तलै छन् सो हामी फेरि उकालो चढ्दैछौँ सबैलाई कुद्दा कुद्दा थाकिसक्यौँ फेरि चढ्दैछु म उकालो अब चाहिँ म यो उकालो चाहिँ म अब नथाकिकन चढ्छु यत्रो उकालो चढिसकेँ त्यही पनि अझै आइपुगेन उ चाहिँ हेर्दैछु म गाइज यहाँ पढ्न सक्नुहुन्छ हामी चाहिँ बल्ल टिकट काट्ने ठाउँमा आइपुग्यौँ अब टिकट काट्ने अनि जाने हो कि रोजना देख्छ पुरै जङ्गल जङ्गल भाइब्स आइरहेछ जङ्गल जङ्गल सो अहिले चाहिँ यहाँ चेकिङ भइरहेछ टिकटको लागि हामी चाहिँ भित्र छिरिसक्यौँ अब हामी जाने ए अँ त नि है गाइज के अरे चक्कुहरू चेक के लाइक ब्याग चेक हुन्छ भन्छ त्यो त केही चेक भएन हामीले बेकारमा चक्कु लिएर आएन होइन मलाई ठुलो भनेर नहालेको सानो चक्कु ल्याउँछु भनेको थियो मान्छेले तर लिएर आएनछन् सबले उसले ल्याउँछ भन्नाले कसैले लिएर आएन अब सुन्न सक्नुहुन्छ खोलाको झर्ना कहाँ छ यहाँ यहाँ झर्ना कहाँ छ भन्छ देखाइदिन्छु पक्नु कस्तो राम्रो जिउ अहिले आएन नि त सो चाहिँ मेरो लाइफको फर्स्ट हाइकिङ हो होइन शिवपुरी हामी जाँदैछौँ आउँदै हुनुहुन्छ आमा डोकोलेर फेरि हामी माथि बढ्दैछौँ उकालो उकालो सबैजना खै आफ्नै तालमा छ कोही आउँदैन म चाहिँ हिँडिरहेको छु हामी 8:30 बजीदेखि हिँडेको होइन मतलब 8:30 बजी चाहिँ यहाँ आइपुगेर अनि हिँडेको हो नि त अब हेरौँ कति टाइम लाग्दो रहेछ जानलाई हामी यस्तो पाराले पुग्दैन किनकि कोही आइसकेको छैन यता माथिसम्म आउँदैछन् भर्खरै
म चाहिँ किन अगाडि हिँडिरहेको छु भन्दाखेरि जति चाँड हिँड्यो नि अगाडि त्यति नै रेस्ट गर्न पाइन्छ नि त। अब कोही आएन म अब एकछिन आनन्दले रेस्ट गरेर अनि फेरि हिँड्न सक्छु नि त, त्यही भएर खुइ हिँडिरहेको छ। सो हाम्रो मैले अघि नै खासमा चेकिङ हुँदैन भनेको थिएँ होइन, तर चेकिङ हुँदो रहेछ। भयो केही फरक परेन, हामी सबैजना आउँदैछौँ, चेकिङ भयो अनि अब हामी जाँदैछौँ। त चेकिङ गरेको ठाउँमा चाहिँ भिडियो बनाउन मिल्दैन भन्नुभयो अनि त्यही भएर हामी अब मैले डिलिट गरेको अनि आर्मीहरू हुनुहुन्थ्यो। अब हामी जाने बढ्दैछौँ, अब हेरौँ कति बजे पुगिन्छ थाहा छैन। अहिले कति बज्यो भन्दाखेरि खै 9:15 जति भयो होला सायद। बाई। अनि हामी जान लागेको चाहिँ धाम हो होइन। सो हामी जाँदैछौँ, अब हाम्रो ग्याङ यता आउँदैछ पछाडि। धेरै नै चाँडै हिँडेछु गाइज होइन। यताबाट चाहिँ सुन्दरी माईको मन्दिर जान मिल्दो रहेछ, उताबाट यो गेटबाट चाहिँ। अब हामी चाहिँ यतापट्टि जाने हो। अनि यहाँनिर धारा पनि रहेछ, मान्छेहरू सबजना यतैबाट गइरहेछ। ला गाइज म त हिलोबाट आइपुगेछु। मलाई चाहिँ जाने बाटो थाहा भएन होइन, कताबाट जाने। ओ तल त ड्याम रहेछ नि त, हेरेर आऊँ न त। अब तर हिलो छ। यहाँ त तल चाहिँ ड्याम रहेछ होइन। अब म चाहिँ हेरेर आउँछु। बाटो पुरै त्यस्तो हिलो पनि छैन, ठिकैकै छ, तर बिस्तारै हिँड्नुपर्छ। अब ड्याम लिएर आइपुग्यो होइन। एउटा तल पानी बग्दै छ, उता छ, तर राम्रोसँग हेर्नै मिलेन के। पानी ल हेर्न सक्नुहुन्छ हजुरहरू। यो चाहिँ यो पानी हो होइन, यो ब्राउन देखिने चाहिँ। सबजना यतै भित्र छिर्न आँटिरहेको छौँ। अब हेरौँ के छ। मलाई चाहिँ अघि डर लागेर गएको थिएन। यहाँनिर ड्याममा पानी फोहोर रहेछ यहाँ, तर यहाँ तल फोन खस्यो भने मर्छु म, त्यही हो। वाह हाम्रो डेस्टिनी चाहिँ थाहा छ होइन, तर बाटो थाहा छैन नि त। अब को कता गइरह केही थाहा छैन। अब फेरि यो भर्याङ चढ्नुपर्छ हौ। अब म चाँचर अगाडि जान्छु, किनकि म पछाडि बस्यो भने नि म पछाडिको पछाडि नै हुन्छु। सो म गएँ अगाडि, म आइपुगेँ फेरि पनि अगाडि। कस्तो मिठो मासुको बास्ना आइरहेछ। बिहानदेखि केही पनि खाएको छैन, चिया चाहिँ खायौँ। अब त्यो पनि यहीँ आएर खाएको। अब थाकिसकेँ म, थाकिसकेँ। यो गीत आउँछ भने कम्प्लिटली लिरिक्स। म फेरि आएँ होइन, कोही आएको छैन, म कुरै भइरहेको छु। नो वान, एक्लै छु म होइन। आज चाहिँ म ऱ्यान्डमली एउटा मान्छेलाई जो पनि हुन्छ नि नचिनेको मान्छेहरूलाई होइन के गर्छ भन्दाखेरि कम्प्लिटली लिरिक्स भनेर होइन एउटा गीत गाउँछ होइन, अनि त्यसलाई कम्प्लिट गर्न लगाउँछ। सो म यो गर्न सक्छु कि सक्दिनँ हेरौँ। फाइनली आउँदैछन् डाम्नीहरू भनौँ न। यति पनि वेल आउँछ नि यहाँ छ्याछ्या। म भर्खर यत्रो बाटो हिँडेर आएको म होइन। आइ त पुग्छु, तर अब हेरेर 3टा बाटो छ कि। यता एउटा भयो अनि त्यसपछि यता एउटा भयो, अनि एउटा यहाँ माथि भर्याङ जाने बाटो। अब कुन बाटो जाने थाहा छैन। सो आई हेभ टु वेट फर देम। उनीहरू आए पनि मैले थाहा पाएँ होइन कताबाट जाने भनेर। यताबाट जाँदैछ, किनकि यताबाट हल्ला आउँदैछ। सायद यही नै होला बाटो, आई होप। खोइ यो बाटो होइन अरे होइन। उनीहरू सबैजना यताबाट गइरहेछ। अब म पनि जाँदैछु। सबैभन्दा अगाडि थियो, त्यसपछि लास्टमा भयो म, केही भएन, तर म अगाडि पुग्छु। लास्टमा भए पनि केही हुँदैन कि, हामीले अघि बढ्न सिक्नुपर्छ। हामी फेरि यो कच्चा भर्याङ चढ्दैछौँ, यो उकालो बाटो। यहाँ चाहिँ फ्री प्लम्स लेखिरहेछ, अ लिटल गिफ्ट फ्रम द ट्री, इफ यु आर पासिङ बाई टेक अ फ्यु प्लम्स रे। अब खाम कि नखाम त आएन।
सो गाइस खाइदिउँ कि नखाइदिउँ भन्नु अब सो चाहिँ हामीले चाहिँ सबैजनाले लिग्यौँ होइन सो भेरी मच थ्याङ्क यू भेरी मच अनि यो बाटो आउने चाहिँ हामी मात्रै रहेछौँ क्यारे सायद किनकि कसैले लिएन 2 बाटा थियो मैले हामीले सबैले लिग्यौँ के अरे हामीलाई आलु चप फ्रीमा भनेको त गमला पनि लान्छु भन्छ समीक्षा फेरि भन्दा पायो भन्ने मान्छे पनि माग्छन् क्या मान्छेहरू मान्छेलाई जति भयो पनि पुग्दैन समझम सो आलु चप चाहिँ एकदम मिठो रहेछ है गुल्लो छ इट्स टेस्टी अझ भने फेरिहरू के गरेर बसिरहेको छ नि थाहा छैन मलाई यस्तो कुन चाहिँ भिर पाखामा आएको जस्तो लागिरहेको तर के होइन त डाँडा कस्तो राम्रो देखिरहेको छ यहाँबाट वाउ सो खुइनहरू आउँदै आउँदैन नि यार कति कुर्नु म थाकिसकेँ म फेरि थाकिसकेँ कुर्दा थाकिसकेँ हो चाहिँ कुकुर पनि रहेछ भुक्दैछ हजुर यस यो कुकुरले चाहिँ केही पनि गरेन है गर्न चाहिँ के छ हाउ आर यु मलाई चाहिँ यस्तो बाटो हिँडेर पुरै गोर्खा गएको फिलिङ आयो बारी खेतमा अन्त के अरे घाँस बोक्न गोर्खा भन्दा नि पुरै गाउँ भाङ के अरे गाउँतिर आएको वाला भाइब चाहिरहेछ बारीहरू खेतहरू डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ डाँडामा आइपुगिसकेँ म त छैन वाउ हाम्रो जन्तुहरू आउँदैछन् सबैजना हामी त्यहाँबाट आयौँ त्यो भाँसेको बाटोबाट अनि म बल्ल मैले भर पानी खाँदैछु रहेछ पानी चाहिँ खानुपर्छ स्टे डिहाइड्रेट अर्को दाइ हुनुहुन्छ तिम्रो रङ्गिन ब्ल्याक एन्ड व्हाइट फोटो तिमी कासन मेरो कोइले नहाँस्ने चुड्की लामा तिमी मुर्छा परि हाँसन गाउन आउँदैन मलाई त्यही तिमी छमछमी नाचन मेरो कोइले नहाँस्ने चुड्की लामा तिमी मुर्छा परि हाँसन थ्याङ्क यू ब्यानर ल्याउनै बिर्सेँ क्या तपाईँको पछाडि बोक्थेँ 4 जना स्टाफ लिएर आएको छु साँच्चीकै बाबु यसरी बिहा हो तिमीले ए हो मेरो त मट्टी भयो बाबु पुलिस कलर हैन त्यहाँ मात्रै हैन भाइ यस म एउटा गीत गाउँछु हैन त्यो गीतको लिरिक्स हजुरले कम्प्लिट गर्नुपर्छ ए ल हुन्छ गाउनु ल तुझको जो पाया तो जीना आया अब ये लम्हे ठहर जाए समझाए हम दोनों के दरमिया तुझको अब तपाईँ गाउनु थ्याङ्क यू सो हामी कता आइपुग्यौँ हामीलाई थाहा छैन तर हाम्रो यात्रा अझ पनि हुँदैछ गाइज सर्पको प्रजाति भनेर भन्दिन गडौला हो गाइज गडौला चट्ट रुमाल क्या मालुम ल कम्प्लिट गर्न चाँडो चट्ट रुमाल क्या मालुम कम्प्लिट के अरे यो के हो रे ज्याकेटको खल्तीमा अनि सो गाइज अर्को मान्छे भेटेँ मैले टाढा भए पनि कम्प्लिट द लिरिक्स मेरो लागि तिम्रो लागि समथिङ के थियो स्मृति टाढा भए पनि नजिक छौ खास मेरो माया गाडा छ नि हो के मेरो माया गाडा छ नि कसको लागि त्यसको लागि अब त्यो ऊ चाहिँ को अब आफै पत्तो लगाउने है सबैजनाले ल कम्प्लिट त लिरिक्स है त तिम्रो मायाले बाँधेर राख यता आउनुहोस् न यता आउनुहोस् गाउनुहोस् मेरो सिरानी हो अनि अब मलाई
जान नदेऊ मलाई अब धेरै टाढा है गाइस लिरिक्स मिल्यो कि मिलेन हजुर भन्दिन है म चाहिँ छातैमा आइपुगेँ किनकि यस्तो घाममा सकिँदैन हिँड्नलाई छाता बोकी लैजाऊ है पानी पर्ला बाटैमा पानी होइन घाम चाहिँ लागिरह तिम्रो लागि फुल टिप्छु है अब चाहिँ म लास्टै थाइछु है फोन चेन्ज हाने होइन किनकि चार्ज सकिन लागेको थियो सो यो स्मृतिको फोन हो दामी आउँदो रहेछ क्यामेरा त वाउ नाइस जाँदैछौँ यसलाई चाहिँ थम्नेल राख्ने हो है अब यसलाई थम्नेल राख्ने हो यसलाई सो गाइज हामी चाहिँ खै कता पो आइपुग्यौँ तर आइपुगिरहेको छौँ सबैजना यो त्यता एउटा आन्टीले यो बाटोबाट सजिलो हुन्छ यो बाटोबाट जाऊ भन्नुभयो कस्तो मकैबारी मात्रै छ बारी नै बारीबाट जानुपर्छ हौ छ्या गीत याद आयो के अरे मकैबारी करम गरम हरियो काँक्रा करम गरम ए मकैबारी दरम दरम पो हो के अरे हरियो काँक्रा करम गरम यता पनि लपक्कै उता पनि लपक्कै यो केटाको जात यस्तो दरम दरम उयो राम थाके ऐसे लुको बोट हो कि के थियो एउटा यस्तो गीत थियो नि सो मेरो हातमा चाहिँ ऐसिलो छ म यहाँलाई दिन जाँदैछु सो गाइज हामी चाहिँ यो जुन बाटो आएको थियौँ नि त्यो बाटो चाहिँ त्यहाँबाट चिसोपानी जान मिल्दो रहेछ अनि चिसोपानी जानलाई अझ 4-5 घन्टा लाग्छ भन्नुभएको थियो होइन आन्टीले चाहिँ कति भएर फेरि हामी अब फर्किँदैछौँ तलबाट किनकि तलबाट जुन त्यो रोड जाने बाटो थियो नि त्यहाँबाट चाहिँ जानुपर्छ अरे धामधाम जानको लागि सो अझै 3 घन्टा लाग्छ अरे धामधाम पुग्नलाई हामी कहिले यस्तो पाराले हामी बेलुकासम्म पनि पुग्दैन कि यिनीहरू तरिकाले यस्तो झ्याउ 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 गरेर हिँडिरहेछन् अब यस्तै हो हामी बोका हिँडेर रागा हो रागावाला गीत सुन्नु होला नि है सबैले सो यहाँको बाटो चाहिँ एकदमै यस्तो छ हिलो हिलो छ हामीलाई पानीको आवाज सुन्न सक्नुहुन्छ हजुरहरूले खोला पारी तारी दिने पहिलो माया झुकाइहाल्यो कलेजी मारनको Hi, sir. Sir. What, sir? Hi, sir. के अरे हामीसँग चाहिँ हाम्रो अर्को साथी पनि थियो खासमा आउने भन्ने प्लान थियो होइन अनि उसको नाम चाहिँ रोशनी अनि तर उसैले बिरामी छ बिरामी भन्नाले उसको जिउहरू दुखिरहेको छ अरे अनि कस्तो ज्वरो आउनु लाग्छ भएको थियो त्यही भएर ऊ हामीसँग जोइन गर्न सकेन सो हेलो रोशनी हाम्रो त मैले रोशनीसँग कुरा गरेर हो कि सो अब हामी कहाँ आइपुग्यौँ चाहिँ थाहा छैन हामी हाम्रो डेस्टिनी पुगेपछि भन्छौँ के अरे होइन अहिले 12 बजिसक्यो त्यो पनि हामी कहाँ हो थाहा छैन यिनीहरू यति बिस्तारै हिँडिरहेको छ यार कहिले पुग्ने हो यसरी हामी त्यहाँ जाने बित्तिकै फर्किनु जस्तो छ के पनि नगरिकन रोजिना पागल भइसक्यो कम्प्लिट भन्नुहोस् हामी जाँदैछौँ धामधाम हामी पुगेका छैनौँ हामी बाटोमै छौँ हामी छिटो पुग्ने कोसिस गर्छौँ पानीको थोपा पनि हालिसक्यो गाइस हामी पुरै जङ्गलको बाटो आइसक्यौँ गाइस रोड भन्दा भन्दै जङ्गल आइपुगिसक्यो अझ हाम्रो डेस्टिनी आएको छैन अब कहिले पुग्ने हो थाहा छैन मलाई त टाउको दुखिसक्यो म चाहिँ होइन अब यो मान्छेहरूलाई ऱ्यान्डमली गीत सुन्छु भनेको हेरौँ
कान्छा मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन जुन पनि झारिदेऊ न ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन जुन पनि झारिदेऊ न। थ्याङ्क यू गाइज। हामीसँग अर्को दाइ हुनुहुन्छ। कुन चाहिँ गीत भन्दाखेरि चोयाको डोको सानो माया नलाउने बोको नपुग्दै मर्छु पक्यारे भन सोल्टी बरोबर नडाटी। थ्याङ्क यू। थ्याङ्क यू। अब चाहिँ हामी फाइनली आइपुग्न आँट्यौँ होइन। हामी चाहिँ भन्न मिल्दैन, कोही अगाडि छन् कोही पछाडि छन्, म चाहिँ बिचमा छु। 3 जना अगाडि छन् अनि कतिजना पछाडि छन् भन्दाखेरि 6 जना पछाडि छन्। होइन 5 जना पछाडि छन्, म चाहिँ त्यही छु। अब चाहिँ हामी आइपुग्न आँट्यौँ। ओ गाइस फाइनली आइपुगियो धाम। यता पछाडि रहेछ अरे। अब हामी जान्छौँ। तर लास्टै थाकिँदो रहेछ यार, मेरो त खुट्टा दुखिसक्यो। बसेको भए त झन् धेरै थाकिन्थ्यो कि। त्यही भएर नबस्तिकन हिँडेको, म चाहिँ नबस्तिकन हिँडेको। पछाडि आउँदैछन् सबजना, तर नाम त चिसो पानी लेखिरहेछ त्यहाँनिर। तर यिनी होला धापधाम भनेको। ए वाउ पोखरी रहेछ गाइज, म हजुरलाई देखाउँछु। सो गाइज दिस इज द धापधाम, सक्नुहुन्छ। ब्युटिफुल। पछाडि आउँदैछ नि गाइजमा चाहिँ हिँड्दैछु तल। अब फाइनली आइपुग्यो। यत्रो मिहिनेत। 3 जना जुत्ता अगाडिबाट बसिसकेका छन्, 3 जना छन्। सो हामी चाहिँ 144 मा आइपुग्यौँ हौ। फेरि लास्टै ढिला हो यार गाइज। कस्तो लाग्यो त यात्रा? सो मैले अर्को पनि भेटाइसकेको छु। सो म चाहिँ धन्यवाद तपाईँलाई। पानी नपाएर धेरै दुःख परिरहेको छ। यो वाला नयाँ आएको गीत छ नि दराम दराम वाला। मकैबारी ल ल स्टार्ट ल। के अरे मकैबारी मकैबारी दराम दराम मकैबारी मकैबारी ओ मकैबारी दराम दराम। अनि अरू डान्स अब अर्को एपिसोड हरियो काँक्रो पर्याम पर्याम बाटेमा बनेछ क्या मैले। यहाँ चाहिँ अब चटपटे खाएको कस्तो पानी प्यास लागेर पानी नै सकियो क्या हाम्रो। त्यही भएर यहाँ माग्नु आएको। अब दिनु हो धेरै धेरै धन्यवाद। अब के हो भ्लग हो कि कुन भ्लगमा आउने हो? ह्यान्डसम डे चाहिँ अब के गर्नु, कुन भ्लगमा आउने नाम भनिदिनु। आशिका ढकाल सब्सक्राइब गर्ने है सबैजना। आशिका ढकाल। मैले चाहिँ ऱ्यान्डमली के अरे मान्छेहरूलाई के अरे स्ट्रेन्जरहरूलाई भनौँ न के अरे एउटा लिरिक्स कम्प्लिट गर्न लगाएँ होइन। सो हजुरहरूले हेरिदिनु होला। स्मृति कता जानु लाग्यो? सो गाइज मैले चाहिँ यहाँनिर रोशन दाईलाई भेटेको छु। हेलो हेलो बहिनी। ए बहिनी भन्दिनँ बहिनी के हो त? बहिनी त हो नि। होइन त्यो भ्लगमा त फेरि छुट्टै बन्ने होला नि। के भएर चिनेको मान्छे त रोशन दाई भन्यो नि। मैले तपाईँको नाम कसरी थाहा हुन्छ त? अनि ओके ह्यान्डसेक गरौँ। कस्तो लाग्दैछ? रमाइलो लाग्दैछ? रमाइलो भ्लगरले सोध्ने हो नि मलाई। अनि
ल है त लिरिक्स कम्प्लिट गर्नु है एकै नजरमा माया बस्यो है लाउन मलाई जुदी मार है मिठो वचन बोली मुरलीको धुन तिमी कहाँ सजाइराख्नु आँखाभित्र राख्छु तिमीलाई धन्यवाद बाई सो गाइस हावा कस्तो चलिरहेछ सोचेको भालै अङ्कल अङ्कल म हजुरलाई एउटा गीत भन्छु गाउनु है त नबिर्से तिमीलाई गाउनु न मेरो कहाँ गाउनु हजुरलाई कुन गीत आउँछ हजुरलाई कुन गीत आउँछ जीवन गाइदिनु न जुन पनि हुन्छ हुन्छ ल ल के अरे लिरिक्स कम्प्लिट गर्ने त म भन्छु अनि भन्नु न चाहना मनमा कम्प्लिट द लिरिक्स यसमै चाहना मनमा अनि हजुरलाई आउँदैन मलाई मक्केबारी गराम अनि हरियो काँक्रा गराम अनि हामी अब फर्किँदैछौँ है हाम्रो आजको यात्रा अब कति बजे अन्त्य हुन्छ थाहा छैन कति बजे होस्टेल पुगिन्छ थाहा छैन अब हामी जाँदैछौँ हामी पर्दैन किनकि म मात्रै छु जति नै मलाई हामी मात्रै भन्न आउँछ आई मिन म फर्किँदैछु किनकि मेरो साथीहरू कोही अगाडि छन् कोही पछाडि छन् म यता बिचमा बाटो एकदमै सुनसान छ हामी फाइनल्ली ल हामी सबैले जनालाई भेट्यौँ होइन अगाडि छन् अब हामी जाँदैछौँ अझ पनि हामी हाम्रो अब गाडी चढ्नको लागि कति बजी पुगिन्छ थाहा छैन गाइज हामीसँग अर्को मान्छे हुनुहुन्छ यता हेरिदिनु गीत चाहिँ के हो भन्दाखेरि इतनी सी बात है कम्प्लिट द लिरिक्स मुझे तुमसे प्यार है भन्न न स्टार्ट तुमसे प्यार है मुझे तुमसे प्यार है थैंक यू सो गाइज अहिले चाहिँ 4:45 होइन 4:55 भइसकेको छ हामी हाम्रो डेस्टिनेसनकै आधी आइपुग्यौँ होला अब अझै टाइम लाग्छ पुग्नलाई सो अब म गाडी चढेपछि हजुरहरूलाई हजुरहरूसँग भेट्छु सधैँको लागि बाई सो गाइज अहिले चाहिँ 5:15 भइरहेछ अनि सो ब्युटिफुल हामी अब चाहिँ त्यो गाउँनेर आइपुग्यौँ होइन अब चाहिँ आइपुगिन्छ होला सायद तर अझ लाग्छ 1 घन्टा जति त सायद मेरो क्यालकुलेसन अनुसार सो गाइज अहिले चाहिँ 6 बजे होइन बेलुकाको हामी यो जङ्गल बाटो हुँदैछौँ यहाँनिर हजुरहरूले चराहरू किराहरू कराएको सुन्न सक्नुहुन्छ कसले पुगिने हो अब
सो हामी अब अहिले कति बज्यो भन्दा 6 बजी भइसक्यो 6:10 बजे फाइनली हामी आइपुग्न आँट्यौँ है सो अब अलिकति होप आयो होप आइपुग्यो त्यहाँ आउँदै छन् मान्छेहरू हाम्रो साथीहरू सो फाइनली हामी आइपुग्यौँ अब अझ अलिकति तल त्यसपछि गाडी चढ्ने हो छ ओम नमः शिवाय सो गाइज हामी फाइनली अब यहाँबाट निस्किन्छौँ त्यो अगाडि गेटबाट मेरो मुख मेरो पसिना सैया ने देखा ऐसे मैं पानी पानी हो गई पानी पानी होइन पसिना पसिना भएको छु म पुरै सो अहिले चाहिँ 6:30 भयो अनि हामी फाइनल्ली अब चाहिँ हामी आइपुग्यौँ कि अब यो ओह्रालो झरेपछि यो रोड हुँदै हामी तल निस्किने होइन त्यसपछि बल्ल गाडी चढ्ने हामी फाइनली गाडी चढ्यौँ जाँदैछौँ गाइज अहिले चाहिँ बेलुकाको 7:30 भएको छ होइन अब हामी फेरि ट्राभल ओर्लियौँ होइन सुन्दर जलको गाडीबाट अब हामी चाहिँ कलेज जाने गाडी चढ्ने अनि त्यसपछि जाने सो म चाहिँ फाइनल्ली ओर्लिएँ गाडीबाट अनि अहिले चाहिँ बेलुकाको 8:15 भइरहेको छ होस्टेल जाँदैछु अब के भयो भन्दाखेरि गाडीमा सबैजना ढुङ्गेर आएर ओर्लिएछन् होइन अनि मलाई चाहिँ बिर्सेछन् म चाहिँ उनीहरू सानो भएर ओर्लिने होला भनेर म पछि हेर्छु त कोही पनि छैन म मात्र अनि म चाहिँ ओर्लिएँ सानो भर्याङमा यस्तै हो अब जाँदैछु एक्लै खुइ मिलाएर के भएन सो के अरे मलाई चाहिँ के अरे अब साथीहरूले होइन के अरे अब त्यो नबोलाउँदाखेरि लाइक झर्ने बेला कस्तो नराम्रो लागिरहेछ हेर्नु यस्तो ठिक देखिरहेछ रुन मन लागिरहेछ तर म रुदिनँ कसरी बिर्सिन्छ यार मान्छेले रिस उठि पनि रहेछ चित्त पनि दुखिरहेछ त्यही हो अब म होस्टेल पुगेपछि भन्छ हजुरहरूलाई बाई सो गाइज म फाइनली कलेज आइपुगेँ जान्छु सो आजको दिन राम्रै भयो राम्रो पनि भयो नराम्रो पनि भयो भने राम्रै भयो भन्नु पऱ्यो अब पुरै कालो छ केही देख्नु भएको छैन के भएन सो आजको लागि यति नै यही भन्दै मेरो 2 शब्दमा टुङ्ग्याउँछु धन्यवाद बाई बाई सी यु इन नेक्स्ट ब्लग